40 विक्ससम्मै कुरायो कि मेरो बेबीले र अहिलेसम्म पनि केही त्यो हुन्छ नि चाँजो मिलाएकै छैन। अनि आज मेरो चाहिँ 40 विक्सको अपोइन्टमेन्ट छ, रेगुलर अपोइन्टमेन्ट। अनि त्यसपछि त्यसको लागि आज चाहिँ म जस्ट होपफुल छु। अनि त्यही भएर एक्साइटेड भएर बिहानै नुहाएर ओरेर होइन अनि यसो गरेको। फेरि हल्का फुल्का कन्ट्र्याक्सनहरू प्रोडोर्मल कन्ट्र्याक्सन टाइपको चाहिँ भइरहेछ मलाई, लाइक सर्ट एपिसोड अफ पेनफुल कन्ट्र्याक्सनहरू चाहिँ आउँछ होइन। अनि आउँछ अनि फेरि अलिक लङ्गर आयो भने त त्यो लेबर हुन्छ नि, तर सर्ट मात्र हुन्छ। अनि मैले चाहिँ नङसङ पनि काटेँ कि अब के थाहा भनेर। अनि मजाले नङहरू सबै काटेर, मेरो नङ फेरि कस्तो फुच्चे छ कि मैले पहिला टोक्थेँ अनि त्यही कारणले गर्दाखेरि चाहिँ तल्लैसम्म हुन्छ। अनि सबै काटेँ कि त्यही पनि मजाले। अनि सबै गरिसकेपछि चाहिँ खाना खाएँ मैले। खाना चाहिँ गाडीहरू चाहिँ रातिकै थियो अनि त्यहीसँग खाएँ। अनि त्यसपछि रेडी भएर जस हल्का फुल्का मेकअप गरेर अलिअलि राम्री हुनु पऱ्यो भनेर जान लागेँ म हस्पिटल। हल्का दुखी नै रहेको थियो कि वेदर चाहिँ कस्तो राम्रो। अनि मेरो बुढा पनि जस बेबी भेटिन्छ कि आज भनेर चिटिक्क परेर हिँडेको थियो। त्यहाँ पुगेपछि युरिनहरू टेस्ट दिएँ अनि त्यसपछि वेटिङ गर्नुपर्छ कति बेर। अनि आएर नर्सले चाहिँ डाइलेसन भएकै छैन अरे कि, अनि त्यसपछि फर्किनु पऱ्यो कि। आएर फेरि खाजा खाएँ। अब नेक्स्ट अपोइन्टमेन्ट चाहिँ मेरो वेडनेसडेको लागि सेड्युल गरेको छ। हस् त, थ्याङ्क यू।